डाटा केबल हो केटा हो। फेरि डाटा केबल कहाँ छिराउने भन्ने कुरा केटाहरू कतिपय केटाहरूले साइडबाट फोन गर्छ, कहाँ छिराउने हो भनेर सोध्छ केटाहरूले होइन। केटा हो यसरी छिराउनु है, यहाँ लत्त यसरी यहाँ झ्याप्प छिराउने। छिराइसकेपछि यो केबल चाहिँ यसरी यहाँ हुन्छ, यहाँ समातेर चाहिँ सर यसरी यसो घुमाउने, हल्का घुमाउने, पोइन्ट भेट्छ अनि थिचिदिने। ट्याक्क गऱ्यो ल, यो लक भयो। भइसकेपछि अब के गर्ने, मेसिनमा यसरी चाहिँ यो डाटा केबल यसरी हाल्ने है। फेरि के गरी हाल्ने भनेर सोध्ला फेरि। अब त्यसपछि लाएर अब चाहिँ ब्याक गरौँ। अब त्यसपछि लाएर मेमोरी मेजरमा जाने, त्यसपछि लाएर मुनि आउने, डाटा ट्रान्सफरमा जाने, त्यसपछि लाएर जिटिएसमा जाने, सेन्डमा जाने, मेजर डाटामा जाने, लिस्ट गर्ने। हाम्रो यो कप नै हो, यसलाई इन्टर गर्ने। गरिसकेपछि अब ल्यापटपको काम आउँछ है। ल्यापटपको पनि सुरुदेखि देखाइदिन्छु म। यहाँ टिओपी टपकन लिङ्क भन्ने हुन्छ, टक्क खोल्ने। यसरी लोडिङ हुन्छ। लोडिङ भएपछि यहाँनिर इम्पोर्ट फ्रम डिभाइस भन्ने हुन्छ, यहाँ गर्ने, इम्पोर्ट गर्ने हो नि त हामीले। अनि त्यसपछि लाएर यहाँ आएर ल एउटा बनाइन्छ है म। यहाँ आएर चाहिँ न्यू सेसन गर्ने, त्यसपछि लाएर कम्स 3 लिने, यहाँ 220, यहाँ चाहिँ 220 लिने। 220 लिएपछि ओके गरिसकेपछि न्यू स्टेसन 3 भनेर आयो। यसलाई डबल क्लिक गर्ने अनि राख्ने कहाँ हो भन्दाखेरि यहाँ मैले एउटा अलरेडी फाइल बनाइसकेको छु डेस्कटपमा, केटिएम ल्यान्ड सर्वे भनेर। अनि त्यसपछि र डाटा भनेर यो भित्र अनि राख्ने हो। फाइल राख्ने कहाँ भनेर सोध्छ यो। त्यसपछि लाएर फाइलमा जाने अनि स्टार्ट गर्ने। स्टार्ट गरेपछि वेटिङ टु डाउनलोड भन्छ। यहाँबाट यस गरिदिइसकेपछि मेसिनमा यसरी चाहिँ डाउनलोड हुन्छ है। यसरी चाहिँ डाउनलोड गर्न सकिन्छ केटा हो। ल है, डाउनलोड भइसकेपछि यसरी फाइल आउँछ, स्ट्रिङ नर्दिङ भने यसरी फाइल आउँछ। यो फाइल नेम हो, यहाँ चेन्ज गर्ने, यहाँ गएर रिनेम गरिदिने ट्याक्क लाएर। यसलाई चाहिँ ल केटिएम भनेर राखिदिन्छ है। यसलाई ओके गरेपछि त्यो ठाउँमा गएर बस्यो। बसिसकेपछि यसलाई कन्ट्रोल ए गर्ने, कन्ट्रोल सी गर्ने अनि यहाँ एक्सेलमा खोल्ने च्याप्प लाएर। एक्सेलमा गएर ट्याक्क लाएर एक्सेलमा गएर कन्ट्रोल भी। यसलाई कहाँ राख्ने त फाइल, सेभ एज गर्ने। अब हामीले त डेस्कटपमा एउटा फाइल बनाएको छ, केटिएम ल्यान्ड भनेर। यहाँ जाने, यहाँ गएर केटिएम भनेर दिने, यहाँ मुनि आएर यो यसमा गएर सेभ गरिसकेपछि यसरी चाहिँ डाउनलोड गर्न सकिन्छ। धेरै गाह्रो छैन है। ल यसरी नै हो मेसिन डाउनलोड गर्ने। ल अब यसरी ल